घाममा हेर्दा म पछि थाम्न कस्तो राम्रो हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म घरको चोक सुन दोकानमा आएको छु। फुपूको सुन दोकानमा आउने काम थियो होइन, साथी घर न भन्नु भएर म चाहिँ साथी घर नआएको। यता चाहिँ हामी सुन दोकानमा छिरिसकेको छौँ अहिले। यहाँ चाहिँ एकदमै राम्रो राम्रो सुनको गरगहनाहरू बनाएर राख्नु भएको छ होइन। अहिले त सुनको दाम पनि बढेर कहाँदेखि कहाँ पुगिसक्यो होइन। दाम सुनेर नै लडिन्छ। अनि किन्न नसके पनि यसो हेरेर चित्त बुझाउँ न भनेर म चाहिँ यसो हेरेर बसिरहेको छु होइन। एकदमै राम्रो राम्रो गरगहनाहरू बनाएर राख्नु भएको छ। यता चाहिँ फुपू के काममा आउनुभएको होइन, काम गर्दै हुनुहुन्छ। म चाहिँ हेरेर बसिरहेको छु। त्यस पछाडि चाहिँ हाम्रो सुन दोकानमा पनि काम सक्यो साथीहरू। अनि बाहिर निस्क्यौँ होइन। अनि बाहिर निस्केर चिया खाऊँ न भनेर चिया खान बस्यौँ। फुपू भदैनी एकदमै मिठो गफ गर्दै होइन चिया खाँदै बस्यौँ होइन। यहाँको चिया पनि एकदमै मिठो बनेको छ। त्यस पछाडि चाहिँ हामी आफ्नो आफ्नो रुममा लाग्यौँ होइन। फुपू आफ्नो रुम लाग्नुभयो, म पनि आफ्नो रुममा लागेँ। भन्दै आजलाई यति नै साथीहरू। नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई।